फल छ अनि भर्खरै यहाँबाट अपरेसन थिएटरको लागि लगेको आमाको मान्छे को हुनुहुन्छ ओए सो रको रही हो गया ओ केदेखि बोलेर बोल्नु पर्दैन नयाँ सिग्नेचर गर्नुहोस् त फल कति बेला आउँछ आमाको हेड इन्जुरी भएको छ उहाँको अपरेसन गर्नुपर्ने बाजुको दुश्मन हो फल उहाँले साइन गरिदिनु भएको छ बाँकी फर्म फिल अप गर्नु बिमारीको नाम भन्नुहोस् आमाको नाम भन्नुहोस् भनेर त देवकी तिताल ठेगाना ठेगाना अर्कैले भन्छ सुनसरा है सबको परिवार अनि उमेर लगभग 65 वर्ष एकछिन बस्दै गर्नुहोस् केही पऱ्यो भने तपाईँलाई बोलाउँछु तपाईँ आमालाई कसरी चिन्नुहुन्छ बा भगवानलाई नचिन्ने मान्छे को नै हुन्छ र उनी हाम्रो देवकी आमा हो उमेरमा सानै भए पनि उहाँलाई म आमा नै भन्छु म मात्र होइन सारा गाउँले उहाँलाई आमा नै भन्छन् उहाँको नाम देवकी साँच्चैको द्वापर युगकी देवकी कलियुगमा फर्के जस्तो यो कलियुगको यस्तो कथा हो जसले द्वापर युगको सुगन्ध बोकेको छ सुनसरा त्यो सुन्दर गाउँको बिचमा यिनको घर थियो घरमा आउने जाने भएभरका सबैलाई चिया पानी दही दुध मही दिएर कहिले थाक्दिनथिन् देवकी आमा भन्ने बित्तिकै बाटो घाटीका मान्छे पनि फर्केर घरमा बसेर जान्थे उनका श्रीमान श्रीमतीको मिल्ती यस्तो थियो कि देख्नेहरू पनि छक्क पर्थे जीवनमा सबै कुरा भए पनि एउटै कुराको कमी थियो सन्तान नमस्कार नमस्कार देवकी आमा के भन्नु के हो यो मेरो छोरो भयो नि ए हाम्रो सपना पुरा भयो हजुरले चिन्ता लिनु पर्दैन हजुरको घरमा पनि अब चाँडै ठुलो खुसी आउनु थाहा छ हामी सारा गाउँले हजुरको लागि प्रार्थना गरेका छौँ हामीले यो मन्दिरबाट